आज बिहान उठ्दा चाहिँ घरमा सेलरोटीको यति मिठो स्मेल आइरहेको थियो कि सेलरोटी खाइहालौँ जस्तो भएको थियो। तर प्रब्लम चाहिँ पूजा नसकी केही पनि खान पाइँदैन। सो नमस्ते एभ्रिवान, आज चाहिँ डे 19 अफ 30 डे मिनी ब्लग च्यालेन्ज। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदम ठिकठाक नै छु। आज बिहान उठ्दा भान्सामा सेलरोटी पाकिरहेको थियो। हेर्दै खाउ लाग्ने, तर सुस्तानीमा चाहिँ रुल एकदम कडा हुन्छ। पूजा नसकी केही पनि खान पाइँदैन। यो पूजा चाहिँ पुरै 1 महिना चल्यो। आज अन्तिम दिन थियो। यो 1 महिना पूजामा मम्मी र बहिनी चाहिँ व्रत बस्नु भएको थियो। म चाहिँ 1 दिन पनि भोक खटाउन सक्दिनँ, त्यही भएर बसिन। बिहानैदेखि घरमा काम स्टार्ट भयो। अनि खाना पकाउने, तरकारी काट्ने, यताउता मिलाउने, उठेदेखि घरमा कामै काम थियो। अब पूजा भएपछि त धेरै काम हुने नै भयो। दिउँसभरि चल्यो यो पूजा चाहिँ। पूजा सकेपछि बेलुका भजन गायौँ। घरको भाइब एकदम काम र पिसफुल थियो। आजको दिन राम्रोसँग बित्यो। भोलि भेटौँला। बाई गाइज।